प्रकृति हाम्रो अस्तित्वको आधार हो। विश्व वातावरण दिवस जुन 5 हामीलाई वातावरणप्रतिको कर्तव्य सम्झाउने दिन हो। सन् 2025 को वातावरण दिवसको अवसरमा नवलपुरको मध्यबिन्दु 10 मा पर्ने अदेरी खोल्सी सामुदायिक वन भवन परिसरमा एक विशेष कार्यक्रम सम्पन्न भयो। कार्यक्रम सामुदायिक वन उपभोक्ता समूह र ओडा कार्यालयको आयोजना तथा कारितास नेपालको आर्थिक सहयोगमा सम्पन्न भयो, जहाँ 300 भन्दा बढी सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रममा डिभिजन वन प्रमुख वसन्त केशव अधिकारी प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा ओडा अध्यक्ष रणबहादुर थापा र कारितास नेपालका प्रदेश संयोजक हरि सिंह कुँवर रहनु भएको थियो। यो वर्षको विश्व वातावरण दिवसको नारा प्लास्टिक अनि प्रदूषण न्यूनीकरण हाम्रो दायित्व भन्ने मूल नाराका साथ अदेरी खोल्सी सामुदायिक वन वार्ड नम्बर 10 मध्यबिन्दु नगरपालिका वार्ड नम्बर 10 नाभि आना जाने कारितास नेपालकै सहयोगमा अदेरी खोल्सी सामुदायिकमा वृक्षारोपण कार्यक्रम सम्पन्न गर्यो। आज वृक्षारोपण कार्यक्रम व्यापक रूपमा झन्डै 450 उपभोक्ताहरूको उपस्थितिमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। यसले एउटा आजको यो विश्व वातावरण दिवस 2025 लाई आजको जुन यो प्लास्टिक प्रदूषण न्यूनीकरण तथा हाम्रो दायित्वको विषयमा आज एउटा राम्रो सन्देश आजको वृक्षारोपण कार्यक्रम सँगसँगै मूल उद्देश्य चाहिँ हाम्रो यो अहिलेको यो प्लास्टिकरणले आज देशमा अत्यन्तै डरलाग्दो स्थिति चाहिँ प्रदूषण यसले ल्याइरहेको छ। त्यसले गर्दाखेरि यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, सकेसम्म यो युजै नगर्ने, प्रयोगै नगर्ने, सकिँदैन भने बिस्तारै कम गर्दै यसको विकल्प खोज्ने हिसाबले आजको कार्यक्रम यसैमा केन्द्रित रह्यो। उक्त कार्यक्रममा 130 बिरुवा रोपियो, जसमध्ये वन कार्यालयबाट 100 र कारितास नेपालबाट 30 फलफुलका बिरुवाहरू उपलब्ध भएका थिए। आज जुन 5 2025 विश्व वातावरण दिवसको उपलक्ष्यमा कारितास नेपालले विभिन्न कार्यक्रम मार्फत विभिन्न ठाउँमा वृक्षारोपण कार्यलाई अगाडि बढाएको छ र हामीले खास गरी नवलपुर जिल्लाको मध्यबिन्दु वडा नम्बर 10 मा सामुदायिक वनसँग मिलेर हामीले वृक्षारोपण गरेका छौँ र यो चाहिँ खास गरी हाम्रो 7 दिन क्र्यास प्रोजेक्ट अन्तर्गत यहाँको आजको कार्यक्रमहरू सम्पन्न भएको छ र उक्त परियोजना अन्तर्गत हामीले यो ठाउँमा चाहिँ सबै गरेर 5000 बिरुवाहरू चाहिँ वितरण र वृक्षारोपण गरेका छौँ। त्यसमा खास गरी हाम्रो सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर गरेका छौँ। त्यसै गरी समन्वय हाम्रो डिभिजन वन कार्यालय नवलपुरसँग गरेका छौँ। त्यसै वडा कार्यालयसँग र हाम्रो सम्पूर्ण कारितासको स्टाफ साथीहरू पनि यो उसमा आउनु भएको छ। त्यसै गरी यहाँको चाहिँ स्थानीय विद्यालयका भाइ बहिनीहरूले पनि गरेछ। सँगसँगै हामीले चाहिँ यो नेपाल सरकारले तय गरेको नारामा चाहिँ वक्तृत्व कला प्रतियोगिता गरी उहाँहरूलाई चाहिँ अलिकति जनचेतनामूलक कार्यक्रमहरू पनि सम्पन्न गरेका छौँ। साथै कारितासको साप्पिन कार्यक्रम मार्फत 4000 फलफुलका बिरुवा वितरण समेत गरियो। किसानहरूले घाँसका बिरुवा पनि रोपे। उक्त वृक्षारोपण कार्यक्रममा 5000 भन्दा बढी बिरुवा रोपिएको जानकारी कारितास नेपालका वरिष्ठ जिल्ला कार्यक्रम अधिकृत सुजन गौलीले दिनुभयो। प्लास्टिक प्रदूषण न्यूनीकरण हाम्रो दायित्व भन्ने नारासहित र्याली निकालिएको थियो, जसमा नारायणी बोर्डिङ स्कुलका विद्यार्थीहरूको समेत उपस्थिति रह्यो। त्यति मात्र होइन, प्लास्टिक प्रदूषण न्यूनीकरण हाम्रो दायित्व भन्ने विषयमा विद्यार्थीहरूले वक्तृत्व कला समेत प्रस्तुत गरे। यस कार्यक्रमले हरियाली प्रवर्धन सहित सामाजिक ऐक्यबद्धता र सहकार्यको सन्देश पनि दिएको छ। कारितास नेपालले यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। एक बिरुवाबाट सुरु भएको अभियान स्वच्छ भविष्यतर्फको पाइला हो।